के तपाईले यो तस्बिरमा भएको व्यक्तिलाई चिन्नुहुन्छ? उनी हुन् एक अमेरिकी फोटोग्राफर रोबर्ट ल्यान्सबर्ग। उनको जन्म सन् 1931 मा सियाटल वाशिंगटनमा भएको थियो। उनले 1951 देखि 1959 सम्म संयुक्त राज्य अमेरिकाको नौसेनामा सेवा गरेका थिए। उनी 1970 सम्म व्यावसायिक फोटोग्राफरको रूपमा काम गरिरहेका थिए र त्यस वर्ष सनसेट पत्रिकाद्वारा प्रदान गरिएको यात्रा प्रबन्धन संघद्वारा उत्कृष्ट यात्रा फिल्मको लागि पुरस्कार पनि जितेका थिए। करिब 10 वर्षपछि उनी माउन्ट सेन्ट हेलेन्सको विस्फोट हुनुभन्दा अघिल्लो हप्तामा ल्यान्सबर्गले परिवर्तनशील ज्वालामुखीको फोटोग्राफीका रूपमा अवलोकन गर्न धेरै पटक त्यस क्षेत्रमा भ्रमण गरेका थिए। दिन थियो मे 18, 1980। उनी बिहानै माउन्ट सेन्ट हेलेन्समा विस्फोट भएको ज्वालामुखीको फोटो खिच्न पुग्दछन्। उनी सानो झोला कारमै राखेर आफ्नो क्यामेरालाई ज्वालामुखीको नजिक फोटो खिच्न जान थाल्छन्। उनी धेरै नै नजिक पुगिसकेका थिए र उनी आफ्नो फोटो खिच्न सुरु के गर्दै थिए, अचानक उनी भएको केही ठाउँ परदेखि ज्वालामुखीको लाभा उनी भएको तर्फ बग्दै थियो। तर यो लाभा यति ठुलो होला भनेर कसैले पनि अनुमान गरेको थिएन। तर जब रोबर्टले फोटो खिचिरहेका थिए, उनले नोटिस गरे कि ज्वालामुखीदेखि निस्किएको लाभा रोकिने नाम नै लिएको थिएन। रोबर्टलाई थाहा थियो कि 800 डिग्री फ्रेनहाइट टेम्परेचर सर्भाइभ गर्न कुनै पनि मान्छेको लागि इम्पोसिबल छ। त्यसैले रोबर्टलाई थाहा भइसकेको थियो कि सायद यो उसको जिन्दगीको अन्तिम मोमेन्ट हो भनेर। तर ऊ आत्तिएर यताउति भाग्नुको साटो उसले जे गर्छ त्यो अनबिलिभेबल थियो। रोबर्टले लगातार भोल्कानोको फोटो खिच्छन् र साथै ऊ आफ्नो कारतर्फ पनि बढ्दै थिए। जब भोल्कानो लाभा नजिक आयो, उनले क्यामेरा तल राखिदिए र छिटो फिल्म निकालेर प्रोटेक्टिभ क्यानिस्टरमा राखिदिए र त्यो क्यानिस्टरलाई ब्याकप्याकमा राखिदिन्छन् र लास्टमा मर्नुभन्दा अगाडि रोबर्टले आफ्नो शरीरले ब्याकप्याकलाई घोप्टो पारेर ढाकिदिन्छन्। रोबर्टको बहादुरी र तेज दिमागको कारण क्यामेरा सुरक्षित रह्यो र त्यो फुटेज जसको कारण रोबर्टले ज्यान गुमाएका थिए, आज त्यो फुटेज हिस्ट्रीकै सबैभन्दा महत्त्वपूर्ण डकुमेन्ट्री मध्ये एक हो। उनको शरीर 17 दिनपछि फेला पर्यो। ल्यान्सबर्ग आफ्नो मृत्युको समयमा पोल्यान्डका बासिन्दा थिए। उनलाई पोल्यान्डको स्काइलाइन मेमोरियल गार्डनमा गाडिएको थियो। साथीहरू, तपाईलाई रोबर्टको बहादुरीलाई के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट गर्नुहोला। तपाईहरूलाई यस्तै भिडियो मनपर्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। फेरि भेटौँला यस्तै अर्को भिडियोमा।